3 रात सुत्नु नपरोस्, 4 रात सुत्नु नपरोस्, हामी सुत्दिनौँ। आफ्नो नागरिकलाई बचाउँछौँ। हामी प्रयास गरेकै हो। मान्छेहरू गर्नुपर्ने हाम्रो आफ्नो दायित्व, नेपाल सरकारको तर्फबाट दायित्व हामीले 1 इन्च पनि हामी छोड्दिनौँ। हाम्रो आफ्नो कर्तव्य पुरै गर्छौँ र नचाहँदै पनि आफ्नो अथक प्रयासपछि पनि आज हाम्रो गणेश नेपाली भाइले आज हामी माझ हुनुहुन्न। त्यो विधेयक हो। तपाईँहरूलाई सिकाउनु पर्ने मैले जो भर्खरै राजनीतिमा आएको त्यो विधेयक हो भनेर। कतिजना मान्यज्यूहरूले मलाई भन्नुभयो होइन संविधानको स थाहा छैन यहाँ आएर भने। अहिले आएर संविधान स थाहा नहुने मान्छेले तपाईँलाई संविधान सिकाउनु पर्ने यो दिन आएको हो यो सदनमा। र यसमा पक्ष र विपक्ष भन्नाले एउटै डुङ्गामा चढेर जाउँ न एउटा नेपाल राम्रो बनाउनको लागि। के छ र त्यो सानो नानीको लासमाथि राजनीति गर्ने को हो त्यतिखेर? त्यो गर्दै यति दुःख पाछौँ हामीले। तर बट स्टिल आफ्नो देशको लागि यस्तो दुःख त 100,000 कुर्बान हो। मेरो इरादा पनि नेक छ। हामीहरूलाई देश राम्रो होस् त्यो बाहेक हाम्रो केही चाहिँदैन। हजुर आएर बसी पनि केही फरक पर्दैन। हजुर देश राम्रो होस्, देश जोगोस्। देश रहे त हामी रहन्छौँ, नत्र हामी त किन रहन्छौँ र? तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह त। स्थानीय तहको सरकार कसको छ अहिले नेपाल अहिले काठमाडौँमा? तपाईँहरू आफै भन्नुहोस्। स्थानीय सरकार कसको? विल लक लागेको कसले? हामीले भनिराख्नु पर्ने अनि त्यो दोष पनि हामीले भोग्नुपर्ने। हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ जोसुकैले गरेको होस्। आफूले अघि बढ्नुपर्छ, त्यसमा दोष लाउनु हामीलाई छैन। आफूले गर्नुपर्ने कर्तव्य, राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त। आफ्नो नागरिकलाई जसरी हामी बचाउनु पर्ने गर्छौँ। 3 रात सुत्नु नपरोस्, 4 रात सुत्नु नपरोस्, हामी सुत्दिनौँ। आफ्नो नागरिकलाई बचाउँछौँ। हामी प्रयास गरेकै हो मान्छेहरू। र अहिले आउँदाखेरि आफ्नै साथीभाइहरू मान्छेहरू जो अगाडि एउटा बोल्नुहुन्छ पछाडि अर्कै बोल्नुहुन्छ। चित्त बुझ्दैन रहेछ यो। अगाडि जसरी बोल्नु भएको छ त्यसरी नै पछाडि बोल्नु पर्यो। अगाडि आउनुहुन्छ मान्छेहरूले एकदम ल भन्दै घुलमिल गरेर बोल्नुहुन्छ, पछाडि गरेर के गरेर बोल्नु भएको थियो? सदनमा जे बोल्नुहुन्छ त्यसै गरी हामीलाई बाहिर पनि ट्रिट गर्नु न, अनि पो हामीलाई थाहा हुन्छ त। यो हामीलाई मन पर्दैन यो पर्दा पछाडिको खेल। त्यही भएर यसको लागि हामीले एउटा छानबिन समिति पनि एउटा गठन गरेका छौँ। डिआइजी हाम्रो गोविन्द थपलियाको संयोजकतामा 5 सदस्यको छानबिन समिति हामीले गठन गरेका छौँ। 3 जना अहिले हामीले छानबिनको लागि सोधपुछको लागि नियन्त्रणमा लिएका छौँ। महानगरपालिकाको प्रहरीहरू उहाँहरूलाई पनि नियन्त्रणमा लिएको छौँ। अनि यसमा हामी निष्पक्ष हिसाबमा हामी छानबिन पनि गर्छौँ। र बुझ्नुपर्ने एउटा कुरा हामी गृह मन्त्रालय हामी एन्फोर्स गर्ने हो। ट्राफिकको फाइन कुनै लाउँछ भने ट्राफिकले फाइन त उहाँहरूले कोर्ने होइन नि त। भौतिक तथा यातायात मन्त्रालयको विभाग छ, त्यहाँबाट नियम कानुन बनाएर हाम्रो सदनबाट पास भएर बल्ल त्यो विधेयक हो। तपाईँहरूलाई सिकाउनु पर्ने मैले जो भर्खरै राजनीतिमा आएको त्यो विधेयक हो भनेर। मलाई भन्नुभएको होइन तपाईँहरूले। कतिजना मान्यज्यूहरूले मलाई भन्नुभयो होइन संविधानको स थाहा छैन यहाँ आएर भने। अहिले आएर संविधान स थाहा नहुने मान्छेले तपाईँलाई संविधान सिकाउनु पर्ने यो दिन आएको हो यो सदनमा। त्यही भएर मान्छेहरू यो सम्मानित सदनको गरिमा राखिराखौँ इन रेस्पेक्टेड वे। नेपाली जनताले धेरै आशा गरेका छन् यसपालि हामीबाट, तपाईँबाट पनि आशा गरेका छन्, हामीबाट पनि आशा गरेका छन्। र यसमा पक्ष र विपक्ष भन्नाले एउटै डुङ्गामा चढेर जाउँ न एउटा नेपाल राम्रो बनाउनको लागि। के छ र? गल्ती हाम्रो भयो भने हामी सुधारौँला, गल्ती तपाईँबाट सुधारौँला। किन यो भेदभाव कति गर्ने हामीले? यो कति हेर्ने? नेपाली जनताले कति सहने? र यसलाई अहिले आएर कसैको पीडालाई राजनीतिकरण गर्ने कसैको पीडालाई, यस्तो त गर्नु भएन नि हजुर। यो त इस्यु होइन नि त। निर्मला हत्याकाण्ड पनि राजनीति भएको होइन त्यतिखेर? तपाईँहरू मलाई भन्नुहोस्। त्यो सानो नानीको लासमाथि राजनीति गर्ने को हो त्यतिखेर? त्यही भएर यसमा हामीले गर्नुपर्ने हाम्रो आफ्नो दायित्व, नेपाल सरकारको तर्फबाट दायित्व हामीले 1 इन्च पनि हामी छोड्दिनौँ। हाम्रो आफ्नो कर्तव्य पुरै गर्छौँ र नचाहँदै पनि आफ्नो अथक प्रयासपछि पनि आज
हाम्रो गणेश नेपाली भाइले आज हामी माझ हुनुहुन्न। म बुझ्छु यो कुरा, तपाईँहरूको प्रश्नहरू म बुझ्छु, तपाईँको धेरै क्वेसन्सहरू छ, तर हामी त्यहाँ हुँदै गर्दा हामीले आफ्नो बेस्ट दिएको। विश्वास गर्नुहोस्, मलाई ढाँट्नु आउँदैन, म पहिलादेखि भन्छु मलाई ढाँट्नु आउँदैन, मलाई ढाँट्नु मन लाग्दैन। र अहिले यस्तो गरिमामय सदनलाई मैले ढाँट्दाखेरि मलाई पाप लाग्छ। मैले सारा नेपाली जनतालाई ढाँटिरहेको हुन्छु, म यस्तो ढाँट्नु मलाई मन लाग्दैन। जे हो यही हो रे यथार्थ। तपाईँले मिडियाकर्मी साथीहरूलाई सोध्नु होला, कहिले मैले बोलाएको छु मिडियाकर्मी साथीलाई मलाई आएर घेरेर बस्छ भनेर? कहिले भनेको छु मैले? उहाँहरूले आफ्नो कर्तव्य निर्वाह गर्नलाई धेरैवटा प्रश्न गर्नुहुन्छ, त्यही पनि मैले प्रश्न उत्तर नदिकन आफ्नो काममा सुरु हिँड्छु। कति कुरा मैले चिप्लेर बोली, किनकि सदनमा हेर्दै गर्नुहोस् न, म यहाँ उभिने बित्तिकै सबैजना कसरी हेर्नुहुन्छ, अब सुदन गुरुङले गृहमन्त्रीले केही चिप्ल्याउँछ र त्यसलाई भाइरल बनाउँला भनेर बसिरहेको हुन्छ। म एउटा जेनेरेसनलाई रिप्रेजेन्ट गर्छु, एउटा युथलाई रिप्रेजेन्ट गर्छु, एउटा नयाँ पुस्तालाई रिप्रेजेन्ट गरेर हामीहरू आइरहेको छौँ। र त्यो पुस्ताको इज्जत धान्ने कर्तव्य मेरो, र म त्यो पुस्ताको इज्जत फाल्न नदिनको लागि म हर कदम प्रयास गर्छु। तपाईँहरूको नि इज्जत नफाल्नको लागि विदेशमा गएर म तपाईँहरूको इज्जत पनि धान्नलाई म हर कदम प्रयास गर्छु। चाहे तपाईँ काङ्ग्रेस होस्, चाहे तपाईँ एमाले होस्, तपाईँ माओवादी होस्, हामीलाई त्यस्तो सरकारसँग तपाईँ एउटा नेपाली हो मेरो लागि, तपाईँ मेरो दाजु हो, मेरो भाइ हो। सारा संसारमा सारा ठाउँमा मैले भनिसकेको छु यो कुरा। त्यही भएर यो सम्मानित सदनलाई सभामुख ज्यू मार्फत मेरोबाट भुलचुक भएमा, मेरो शब्द चयनहरूमा नमिलेमा, मेरो इन्टेन्सन चाहिँ कहिले गलत छैन हजुर। 5 इयर्समा 5 वर्षको कार्यकाल हो। 5 वर्षको कार्यकालमा मैले भनिरहेको छु, मेरो शब्द चयन एकदम राम्रो हुनेवाला छ। तपाईँले मलाई 6 महिनाको कार्यकालमा देख्नु भइरहेछ अहिले सदनमा उभिँदै गर्दाखेरि मेरो शब्द चयनहरू धेरै मिलिसकेको छ। आज यो देशलाई केही पर्दाखेरि ल भन्नुहोस्, सुदन गुरुङलाई राखेर यो देश बच्छ भने सुदन गुरुङलाई गोली ठोक्नुपर्छ भने फर्स्टमा सुदन गुरुङ नै आउँछ तपाईँहरू सबैजनालाई बचाउनको लागि। यो देश बाँच्छ भने मैले सुनिरहेको छु 24 गते सुन्दा 8-9 महिनामा 24 गते बच्चा मरेको छ। तपाईँहरूलाई 24 गतेको पिर, कति कुरा नियम अहिले भनिरहेछ, हाम्रो जेनजीको माग कति पुरा भएको छैन। त्यो नियम कानुन अड्काउने कसले बनाएको? हामीले बनाएको। पुरानो नियम कानुनमा टेकेर गरेन फेरि भ्रष्टाचारको मुद्दा लाउने, फेरि त्यही प्रतिपक्षको साथीहरू मानिन्थ्योहरू होला, फेरि भ्रष्टाचार भयो भनेर भन्नु होला, त्यहाँ कसैलाई न्याय दिँदै गर्दाखेरि त्यो पनि विचार गरेर गर्नु पर्यो हामीले त। त्यो गर्दै गरेर यति दुःख पाछौँ हामीले, तर बट स्टिल आफ्नो देशको लागि यस्तो दुःख त 100,000 कुर्बान हो। भयो होला मेरोबाट गल्ती, कति कुरा अलि जानी नजानी भयो होला, म त्यसको लागि नि माफ माग्न चाहन्छु। मेरो शब्द चयनले कसैलाई घोच्यो होला, त्यसमा नि माफ माग्न चाहन्छु। तर हाम्रो सरकारको इरादा नेक छ, मेरो इरादा पनि नेक छ। हामीहरूलाई देश राम्रो होस्, त्यो बाहेक हामीलाई केही चाहिँदैन। हजुर आएर बसे पनि केही फरक पर्दैन हजुर। देश राम्रो होस्, देश जोगोस्। देश रहे त हामी रहन्छौँ, नत्र हामी त किन रहन्छौँ त? देशलाई त अब त जोगाउनै पर्ने होला नि त। तपाईँहरू बल्ल यत्रो दुःख गरेर तपाईँहरू नि यत्रो चुनाव लडेर आउनु भएको छ। त्यही भएर म सम्पूर्ण मानिसहरूलाई एउटा नागरिक तहको एउटा भुइँ मान्छेको तहबाट म हजुरलाई आग्रह गर्न चाहन्छु, हाम्रो देश बचाउनलाई र बनाउनलाई सहकार्य गरेर जाउँ, एकअर्काको खुट्टा तानेर नजाउँ, एकअर्कालाई सम्झाइ बुझाइ गरेर जाउँ। हाम्रोबाट गल्ती कमी कमजोरी छ भने सम्झाएर जाउँ, बुझाएर जाउँ, मिलेर जाउँ र देशलाई एउटा निकास दिउँ। धेरै धेरै धन्यवाद।